आध्यात्मिक जीवन एउटा गाह्रो बाटो हो र भौतिक जीवन एकदम सजिलो बाटो हो र आध्यात्मिक जीवनमा जति खुसी आनन्द कहीँ पनि छैन र भौतिक जीवनमा जति दुःख र सुख कहीँ पनि छैन। यो फरकलाई तपाईँले छुट्याउन सक्नुभयो भने तपाईँले जिउन खोज्नु भएको जिन्दगी त्यहाँबाट सुरु हुन्छ। आज धेरै मान्छे कोलाहलमा छन्, एकदमै धेरै दुःख कष्ट भोगेर बाँचिरहेका छन्, भित्रभित्र गुम्सिरहेका छन् र खोल्न सकेका छैनन्, किनभने त्यो सधैँ भागिरहने एउटा हुन्छ, त्यो मनले डोराइरहेको हुन्छ र हामी जब वर्तमानमा ध्यान जान्छ, वर्तमानमा हामी आउँछौँ, त्यसपछि हाम्रो दुःख कष्टहरूलाई हामीले सजिलैसँग पार गर्न सक्छौँ। र यस्तै कुराले नै हामीलाई काम गर्दाखेरि अल्छी लाग्ने र हामी घुम्न जाँदाखेरि एकदम खुसी भएर जान्छौँ र काम गर्दाखेरि हामीलाई अल्छी लाग्छ, कतै मान्छेसँग बोल्दाखेरि हामीले राम्रोसँग बोल्न सक्दैनौँ र यस्तै कारणहरूले नै हामीलाई धेरै पछि पारिरहेको हुन्छ। के आजको जीवनमा तपाईँ पनि यस्तै तपाईँ पछि पर्नु भइरहेको छ? यदि तपाईँ पछि पर्नु भएको छ भने तपाईँलाई अगाडि लैजाने सँगसँगै हामी पनि तपाईँको साथमा छौँ र यस्तै तपाईँलाई हामीले भिडियो र हामीले फिजिकलको योगा सेसन र हामीले विभिन्न प्रकारका चाहिँ योग ध्यान मेडिटेसनहरूलाई हामीले धेरैभन्दा धेरै मान्छेको चाहिँ जीवन परिवर्तन गर्ने एउटा हामी त्यसमा लागिरहेका छौँ र हामी जीवनमा खुसी भएर बाँच्ने हाम्रो प्रतिबद्धता हो, हाम्रो एउटा कर्तव्य हो र हामीलाई दुःख अरूले लिएर आइदिएको छ, अरूले हामीलाई खुसी, हाम्रो खुसी अरूसँग छ र त्यसैले तपाईँभित्रको खुसी तपाईँसँगै हुनुपर्छ र तपाईँभित्रको दुःख तपाईँलाई त्यो शान्ति आनन्द खुसी संसारमा जहाँ सुकै जानुहुन्छ तपाईँले त्यो कहिले पनि पाउनु। तपाईँलाई त्यस कुराको अनुभव हामीले यो ध्यान मेडिटेसनबाट गराउनेछौँ र हामीले यो भिडियो मैले बनाउनुको कारण एउटा मानसिक रोगबाट ग्रसित भएको मान्छे जबकि उसले हार खाइसकेको हुन्छ जीवनमा, किनभने उसले एउटा म सक्दिनँ भन्ने खालको एउटा भाव भइरहेको हुन्छ र त्यो सक्दिनँ भन्नेलाई सक्छु, मेरो जीवनमा म गर्न सक्छु भनेर सधैँ खुसी ह्याप्पी भएर काम गर्न सक्ने, हामी सँगै जीवन के हो भनेर बुझ्ने यो आध्यात्मिक कुराहरू मात्रै हामीले बुझ्न सक्छौँ। आध्यात्मिकमा मात्रै यस्ता कुराहरूलाई हामीले बुझ्न सक्छौँ र हामी भौतिक जीवनमा हामीलाई सधैँ लखटिरहेको हुन्छ, सधैँ अरूले चलाइरहेको हुन्छ, खेलाइरहेको हुन्छ। त्यसैले गर्दाखेरि तपाईँले थोरै समय आफ्नो लागि दिन सक्नुहुन्छ, आफ्नो लागि तपाईँले समय दिन सक्नुहुन्छ भने तपाईँ एक्लो हुनुहुन्न। यस्तै भिडियो हामी लिएर आइरहनेछौँ। आजलाई हामी अन्त्यतिर आइसकेका छौँ। कार्यक्रममा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र लाइक सेयर पनि गर्न नभुल्नु होला र कमेन्टमा कस्तो लाग्छ तपाईँलाई कमेन्ट पनि गर्न नभुल्नु होला भन्दै आजको सेसनबाट बिदा हुन चाहन्छु। म रामहरि सिलवाल, धन्यवाद।